आज मैले नानीहरूलाई घरबाट चाहिँ बिरयानी बनाएर ल्याइदिएको छु हो। वाउ क्या दामी बनाएको छ चन्दनले। यो दुईजनाको लागि, यो दुईजना बिरयानी खानुपर्छ अब ल। म गरम लागेछ, म त पुरा यहाँ त आलु पनि हालिदिएछ, चिकन। सर पनि हुनुहुन्छ? छ सर, राम्रो धोइयो। तिमीले बिहान खाना खायो हो? ल कस्तो छ टेस्ट गर्छु ल। लाउनु यस्तो दुःख गरेर म बिरयानी बनाइ ल्याइदिँदैछु कि राम्रो नपर त। मैले जानेको छु। छिटो मिस कति बजी आउँछ? मिस चाहिँ पुरा गरम यहाँनिर त। हामीहरूतिर लाग्दो गरम हुँदो रहेछ हो। हेर्नुहोस् बिरयानी खाँदैछ गरममा, यस्तो गरममा। यहाँ म आफै यहाँ पसिना पसिना भएर कस्तो केटा लाग्दो गरम है।